हेलो एभ्रिवान, फेरि पनि म हजुरहरूको सामु आइसकेको छु। हजुरहरूको प्यारी शिवानी कार्की। धेरै पछि यसरी घर सफा गर्न लागेको चाहिँ मैले धेरै पछि हो, किनकि मलाई चाहिँ घर सफा गर्ने मुड 6 महिनामा एकचोटि मात्रै आउँछ। त्यही भएर म आफैले आज सफा गर्न गइरहेको छु। आई होप हजुरहरू सबै सन्चै हुनुहुन्छ होला। मेरो भिडियो लास्टसम्म हेरेर माया गरिदिनु होला। यति धेरै काम थियो आज चाहिँ, यति धेरै काम थियो हैन। मैले बेड पनि मिलाएँ, तल त्यो हाम्रो छुट्टै एउटा बनाएको छौँ क्या, त्यो पनि मिलाएँ। अनि त्यसपछि सबै साफहरू गरेँ क्या, सबै पोछा सोचा सबै आफै लगाएको क्या मैले। कसम मलाई काम गर्ने मुड चाहिँ धेरै हुँदैन, तर म 6 महिनामा एकचोटि मेरो कहाँबाट दिमागमा आउँछ ल घर सफा गर्नुपर्छ भनेर। अनि त्यतिखेर चाहिँ डेन्जरै सफा गर्छु क्या। फेरि मैले बेडदेखि लिएर तल भुइँदेखि लिएर सबै थोक सफा गर्छु क्या मैले। अनि मेरो चाहिँ यस्तो भयो अहिले बेड र तलको। अभी कुछ बोलूँगा तो फिर आप चिढ़ जाओगे। I love you. I love you. उहाँ चाहिँ अनि रिसाएर बसिरहनु भएको थियो मैले भाडा मान्न लगाएँ भनेर। अनि गाइज मेरो यति धेरै कपाल झर्छ, हेर्नु यति धेरै कपाल झर्छ, के गर्नु म यार। दिक्कै लागिसक्यो, ताक्लु हुन लागिसक्यो म गाइज, ताक्लु। योसम्म होइन मैले गाइज कति 3-4 लट लुगा धुँदै सुकाउँदै गरिसकेँ क्या। यति धेरै लुगा जम्मा भइरहेको थियो छ। अनि यो चाहिँ हाम्रो बाहिरबाट भित्र आउँदाखेरि चाहिँ यस्तो खालको लुक देखिन्छ हाम्रो घरमा चाहिँ। उहाँले चाहिँ अहिलेसम्म भाडा धोएर सक्नु भएको छैन। मैले चाहिँ त्यो लुगा धोएर पनि उठाएर पनि अर्को लुगा धोएर पनि यो पट्याउँदैछु होइन। त्यही पनि उहाँको अहिलेसम्म भाडा धोएर सकेको छैन गाइज। आई होप हजुरहरूले मेरो भिडियो लास्टसम्म हेरिदिनु भयो होला, माया गरिदिनु भयो होला। सबैले कमेन्ट गरिदिनु होला, लाइक गरिदिनु होला मेरो भिडियोमा। थ्याङ्क यू सो मच गाइज। आई होप हजुरहरू सबै सन्चै हुनुहुन्छ होला। अनि पानीहरू परिरहेछ, सबैजना राम्रोसँग बस्नु होला। बाइ बाइ गाइज।